आज चाहिँ मैले घरमा कसरी अचार बनाउँछु हेर्नु है त। यो चाहिँ फर्स्टमा मैले भटमास मजाले फुराएँ। यो चाहिँ अलरेडी काटेको धनियाँ, प्याज र टमाटर, अनि यसलाई मजाले अलरेडी नुन हालेर मोलिसकेछ हैन। अनि हल्का गल्न दिने के, गलेपछि चाहिँ खाँदाखेरि अलि साह्रो हुँदैन। अनि अघि नभुटेको भटमास राखिदिने। अनि मलाई चाहिँ फेरि अलि मासु नखाने अनि प्रोटिन चाहिन्छ भनेर थोरै बदम भुटेँ हैन। अनि बदम भुटिसकेपछि हल्का रातो रातो भएपछि त्यो ऐन जुन हाम्रो थियो नि खनाको बाउलमा खनाउने। अनि मैले चाहिँ स्वादअनुसार नुन र कागती हालेँ। अनि जिरा धनियाँ केही पनि हालिनँ कि, जस्ट कागती र नुन मात्रै हालेर मोलेँ हैन। अनि मजाले मोलिसकेपछि त्यो गलिसकेको छ नि त, पहिले हल्का थोरै नुन हालेर अनि खाँदाखेरि मोल्दाखेरि चाहिँ यो यस्तो हुन्छ है। अनि मैले लास्टमा चाहिँ अलिकति खुर्सानी पनि हालेँ। मलाई चाहिँ फेरि एकदमै पिरो मनपर्छ। त्यो यसरी बनाएको अचार चाहिँ यति मिठो लाग्छ मलाई हैन। म डबल भात खान्छु होला क्या यस्तो अचार भएपछि। मलाई सानो बेलाको पनि याद आउँछ। हजुर पनि ट्राई गर्नुहोस् है त।